उता क्षेत्र नम्बर 2 मा तपाईहरुको नातेदार साथीभाइ कोही हुनुहुन्छ भने भन्नु होला। हाम्रो रमेश वैद्य भने नगदेशको, उहाँ नेपाल क्रान्तिकारी विद्यार्थी संघ सानैदेखि हाम्रो संगठनमा लागेर विद्यार्थी हुँदै काम गर्दै आउनुभएको। पछि उहाँले कृषि एग्रिकल्चर विषय पढ्नुभयो, एग्रिकल्चरको विज्ञ हो उहाँ। तपाईहरुलाई यता आएर तपाईहरुको खेतीपाती सम्बन्धी केही भन्नुपर्छ भने उहाँले च्याउ खेती कसरी गर्ने, स्ट्रबेरी खेती गर्ने, काउली खेती कसरी गर्ने, मुला खेती कसरी, सबै थाहा छ। हामी त किसान न हो, उहाँ किसानकै छोरा हो। नगदेश त तपाईलाई थाहा छ नि सर, तरकारीको त धेरै हुने हो, अहिले पो जग्गा सकिँदै गएछ हैन। उहाँ त्यो बुवामा पनि किसानै, उहाँ आफै कृषि पढेको चितवनबाट, एकदमै राम्रो, सबै कुरो बुझ्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय बुझ्ने, राजनीतिमा पहिलेदेखि लागेको, इमानदार, निस्वार्थ रूपले काम गरेको। अहिले उहाँले यही कृषिमा लागिराख्नु भएको छ। आफूले पढेको पनि कृषि, काम पनि कृषि। अनेक फलफुलदेखि तरकारीदेखि यो खाद्यान्न बाली सबै जानकारी भएको मान्छे र राजनीतिमा पनि लागेको हुनाले हामीले यो पटक ल तपाईँ चाहिँ उठ्नुपर्छ भनेपछि अब हुन्छ। उहाँ त्यो नगदेश के बद्यपुर नगरपालिकाको नेपाल मजदुर किसान पार्टीको अध्यक्ष पनि हो र प्रदेश बागमती प्रदेशको पार्टी समितिको सदस्य पनि हो। बागमती प्रदेशको सबै जिल्लामा, बागमतीको प्रदेशका विभिन्न जिल्लामा 13वटा जिल्ला छ, पूर्वदेखि हाम्रो चितवन धादिङसम्म हाम्रो हो। ती जिल्लामा कतिपय ठाउँमा गएर उहाँले किसानहरूसँग, युवाहरूसँग भेटघाट पनि गर्नुभएको छ। भर्खर 40-45 वर्षको हो उहाँ, नबुझ्ने मान्छे होइन, सबै बुझेको मान्छे हो। हाम्रो त्यतातिरको उम्मेदवारमा यस्तो विषयवस्तु कृषि, राजनीतिमा सानैदेखि लागेको, कुनै तलमाथि नगरिकन काम गर्दै सेवा गर्दै आएको मान्छे भनेको अरू उम्मेदवार भन्दा हाम्रो उम्मेदवार क्षेत्र नम्बर 2 मा एकदमै लायक र उतातिर पनि धेरै मान्छेले तपाईहरुको उम्मेदवार ठीक छ अरूको भन्दा भनेर हामीलाई खबर आइरहेको छ।